आफ्टरनुन अल अफ यु। आज चाहिँ हामीहरू कहाँको छौँ हजुर पछाडिको थाहा पाइहाल्नुभयो लुकले हामी आएको छौँ अहिले कान्छी आन्टीको घर मनकामनामा त्यहाँ यो स्कुल देख्नुभएको छ नि यताको यो घरपट्टि आएको छौँ। ओके अब हेरौँ के हुन्छ आजको। त्यहाँ हेर्नु बच्चा खेलिरहेछ, आमा मम्मी खेलिरहेछ। ल त्यति गर्दा हामी स्टार्ट गरौँ। यहाँ चाहिँ रोज काट्दैछ। सिगार पोदिन त पुरै उठिसक्यो। यो कुरा चाहिँ यो फुपूको घर। ओके हामी यहाँ टिकामा बस्छौँ त बच्ची बस्छन्। सक्नुहुन्छ विनयलाई हेर्न सक्नुहुन्छ। आन्टी आन्दै हुनुहुन्छ, आन्टी आइसक्नु भएको छ। ल हेर्न सक्नुहुन्छ यहाँको। म भनिदिन्छु यहाँ हाम्रो को होइसिन्छ भनेर। यहाँ चाहिँ यो होइसिन्छ छिमेकी आन्टी, छिमेकी अङ्कल। यहाँसम्म चाहिँ छिमेकी। यो हजुरले यो घर हेर्दै हुनाले यो चाहिँ हो फुपूको घर। त्यो डली फेरि आइगयो। अब यो चाहिँ हो मेरो खोइ यो आन्टीको घर। ग्रिन कलरको चाहिँ सँगै चाहिँ इन बच्चाले बाबु तिमीलाई बोलाउ त। यहाँ त हाई भनिदेऊ। यहाँ हाई यस्तो गऱ्यो। के खाँदैछौ? रोस्ट खाँदैछौ? हाई भनिदेऊ। यिनी मलाई यिनी पो हो नि ज्ञानी बच्चा हो नि तिमी। ज्ञानी मान्छे हेर त्यो दादा पिटेर आऊ त एकचोटि। कोना त को पिटेर आउँछ त्यो दादालाई। आफै नै लुट्यो। यो बदमास छ। यो ठिक हेर्न सक्नुहुन्छ त्यहाँ बच्चा। हजुर कसले यसले हानेको? ल खाऊ। मलाई किन हाने? मम्मा किन भाइलाई हानी आहा ढुङ्गाले? बहिनीलाई पनि हानी आहा, सबैलाई हानी आहा। त्यो भाइ आमा हाम्रो मम्मा मिया भनेको के हो? मिया भनेको के हो? मिया भनेको के पो? म्याउवा भन्छ नि के रे? मिया भनेको के पो? मिया भनेको काठ हो। नै के मिया यो हैन के अर्को। जाऊ त्यसलाई के भन्छन् सानो? मेवा हो त मेवा भन्छन्। मिया भनेको गुटका जस्तो हुन्छ हाम्रो
बहिनीले खायो मलाई दिनु थियो कटोरा लिएर खा के भित्र भालेको मैले ढेल फेरि फुटालिन्छ नि यहाँ बाटोमा कटोरा लिएर आउँछ कटोरा कटौरा अब भोलिदेखि त्यो ठुला बोटमा हुँदैन ल जा म गर्छु त म गर्छु दिउँछ क्या दिउँछ दिउँछ त्यहाँ हुँदैन राति ल कृष्ण कस्तो कस्तो जाऊ तरकारी लाउनु पर्यो मास दिनु छाला नदिनु होला ल भयो अहिले दुईटा खान्छ अरू म ल ल एन्स ल ल एन्स यहाँ बस त्यही हो कि त्यही हो ल खा चिकन ल यो हेर्दै चिची खाम ल यो चिची खाम पहिला कस्तो छ हेरौँ so I'll come. Bye guys, this is my last video. Bye bye. I'm going to video. Bye.